त्यो आमाको इच्छा थियो भने डक्टर बन्ने तर त्यो डक्टर नभए डक्टर त भन्नुभयो मलाई लाग्छ कि आमाको सपना त साकार नै भयो मैले के भन्ने गर्छु भने मेरो आमा बुवाले पनि म डक्टर बन्दियोस् भन्ने थियो तर डक्टरको अगाडिको डर नभए पनि डर चाहिँ छु एक्टर चाहिँ छु तर कसो कन्डक्टर होइन त्यस कारण तपाईँलाई एकदमै बधाई छ अनि तपाईँको स्पिच उहाँको स्पिच कस्तो लाग्यो तपाईँलाई उहाँको स्पिच इट केम आउट फ्रम हिज हार्ट सो इट मेड लट अफ सेन्स अनि थ्याङ्क यू फर उहाँ एयरपोर्टमा आउनुभएको थियो मलाई लिनको लागि हामीसँगै लन्च पनि खान गयौँ र उहाँ बुधे के बुधबारको हुनुहुँदो रहेछ र बुधबारको चाहिँ मलाई एउटा राम्रो सम्झना पनि छ मेरो मन मस्तिष्कमा किनकि 20 वर्ष अगाडि म त्यहाँ कमसेकम 25-30 दिन बसेको थिएँ त्यो बेलामा त तपाईँले डक्टर वर्डलाई प्रनाउन्स पनि गर्न सक्नुहुन्न थियो होला तपाईँ त्यो बेलामा 500 वर्षको हुनुहुन्थ्यो जस्तो छ होइन त्यस्तै लाग्छ मलाई दिदीहरूले सबैजना सुटिङ हेर्न जानुभयो मलाई त हराउँछ मजा धेरै धेरै धन्यवाद सबैको कहीँ न कहीँ एउटा संजोग भइरहेछ मेरो चलचित्रको या सुटिङको क्रममा विदेशमा जाने गर्छु अनि सबैले आफ्नो आफ्नो सम्झना भन्नुहुन्छ अरू को ग्रेजुएट हुनुभएको थियो आज को ग्रेजुएट हुनुभएको थियो खै हो उहाँ हो हात उठाउनु भयो आउनुहोस् ए तपाईँ आउनुहोस् र कङ्ग्रेचुलेसन्स तपाईँलाई के सब्जेक्ट पढ्नुभयो तपाईँले कति वर्षको कोर्स थियो It was 3.5, but नेपालमा registered nurse भएको थियो 2 वर्ष मात्रै लाग्यो It was international program, so it was in English. So now you'll start working as a full-time nurse? Yeah, I'm a full-time nurse and I have been working for the last 1.5 years. Okay, congratulations, welcome. Congratulations, you're a good nurse. Thank you for coming to Finland. Thank you. Welcome. Don't be graduate well. I saw you picked your hand up. And तपाईँको छोरीले त कति राम्रो नाचिरहेको थियो बाफ रे बाफ त्यही त अब छोरी कसको होइन उहाँले इन्डाइरेक्टली म कति राम्रो छु भन्दै बोल्नु लाग्यो अनि के कोर्स गर्नुभयो तपाईँले केमा ग्रेजुएट गर्नुभयो